नमस्कार सबैजनालाई स्वागत गर्न चाहन्छु अर्को यो नयाँ भिडियोमा। आजको यस भिडियोमा मैले तपाईहरुलाई राष्ट्रिय वाणिज्य बैंकको लोकसेवा एक्जाममा कस्ता खाले प्रश्नहरु आउँछन्, कसरी लोकसेवाको एक्जाम हुन्छ, तपाईले कसरी हल गर्ने भनेर चाहिँ यो भिडियोमा ओल्ड क्वेशनहरुको बारेमा चर्चा गर्नेछु। 2076 साल असारको 17 गते लिएको लोकसेवा आयोगले लिएको राष्ट्रिय वाणिज्य बैंक नगद समूहतर्फ चौथो सहायक तहको परीक्षाको प्रश्न उत्तर मैले तपाईहरुमा प्रस्तुत गर्दैछु है त। तपाईले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यस्तै खाले हो क्वेशन, यही नै हो क्वेशन, यही हो। खण्ड क तर्फ हेर्नुहुन्छ भने चाहिँ 40 अंकको छ र खण्ड क मा कस्ता कस्ता क्वेशनहरु आउँछन् भनेर यहाँ तपाईलाई चाहिँ अगाडि मैले भनिदिएको छु। वाणिज्य बैंकले कर्जा प्रवाह किन गर्दछ भनेको छ, लोन चाहिँ डिस्ट्रिब्युट किन गर्दछ भन्ने कुरा हो। त्यसैगरी चाहिँ अर्को क्वेशनहरु भनेको चाहिँ 5+5 को दुईटा क्वेशन जोडेर दिएको छ है। व्हाट प्रिन्सिपल अफ बैंक फलोज इन लोन, अब यो डिस्ट्रिब्युसन भने नि भयो, एक्सप्लेन डिटेल्स भनेर भनिदिनुस् है। त्यसैगरी चाहिँ अब यो 2 नम्बर क्वेशनमा चाहिँ व्हिच पार्टीज आर इन्भल्भ इन रेमिटेन्स ट्रान्ज्याक्सन भनेको छ। रेमिटेन्स ट्रान्ज्याक्सनमा के कुराहरु चाहिँ कुन कुन पक्षहरु संलग्न हुन्छन् भन्ने खाले क्वेशन छ। त्यसैगरी चाहिँ अर्को भनेको चाहिँ अब क्रस चेक अकॉर्डिङ टु नेगोटिबल इन्स्ट्रुमेन्ट एक्ट 2034 अनुसार चाहिँ के छ भनेर चाहिँ इलाबोरेट गर भनेर चाहिँ क्वेशन आएको छ। त्यसैगरी अब हामी यो डिस्क्राइब द ड्युटी एन्ड राइट अफ सब्सक्राइबर एज पर द इलेक्ट्रोनिक ट्रान्ज्याक्सन एक्ट भनेको छ। अहिले चाहिँ डिजिटल कारोबारहरु खूब भइरहेको छ, यो केसमा चाहिँ यस्तो क्वेशनहरु आउने सामान्य नै हो है। त्यसैगरी अब खण्ड ख तर्फ पनि 40 अंकको छ। वित्तीय विवरण भनेको के हो भनेको छ, यसलाई चाहिँ फाइनान्शियल स्टेटमेन्ट भन्छ है। व्हाई अ कमर्शियल बैंक प्रिपेयर फाइनान्शियल स्टेटमेन्ट इलाबोरेट भनेको छ। त्यसैगरी एक्सप्लेन अबाउट द हेडिङ दैट आर इन्क्लुड अन्डर द प्रॉफिट एन्ड लस स्टेटमेन्टमा चाहिँ प्रॉफिट एन्ड लस एकाउन्टमा चाहिँ कुन कुराहरु चाहिँ हेडिङमा हुन्छन् भनेर चाहिँ तपाईहरुलाई चाहिँ सोधेको छ। 10 नम्बरको प्रश्न छ। त्यसैगरी एमोङ द व्हाट इन्भेन्टोरी म्यानेजमेन्ट व्हिच मेथड इज द मोस्ट इम्पोर्टेन्ट एन्ड व्हाई एक्सप्लेन भनेर सोधेको छ। यो कुराहरु तपाईले हेर्न सक्नुहुन्छ है त। अब अर्को कुराहरु म बिस्तारै स्लाइड गर्छु र एउटा महत्त्वपूर्ण कुरा पनि भन्छु तपाईहरुलाई। यो कुराहरु तपाईले चाहिँ यो भिडियोलाई सेभ गरेर पनि राख्न सक्नुहुन्छ अथवा चाहिँ स्क्रिनशट गरेर पनि राख्न सक्नुहुन्छ है, किनकि तपाईको लागि निकै नै महत्त्वपूर्ण छ है यो क्वेशन। त्यसैगरी अर्को भनेको चाहिँ अब 2076 साल असारको 18 गते नै लिएको व्यवस्थापन गणित तथा सेवा सम्बन्धी प्रश्नहरु छ। यो यसको बारेमा डिस्कस गर्नुभन्दा पहिला चाहिँ म तपाईले चाहिँ बैंकिङको तयारी गर्दै हुनुहुन्छ भने तपाईले हेर्नुपर्ने वेबसाइट, छुटाउनु नहुने वेबसाइट भनेको ज्ञानमार्क.com हो, जहाँबाट तपाईले चाहिँ फ्रीमै धेरै भन्दा धेरै एमसीक्यू क्वेशनहरु पाउनुहुन्छ। ज्ञानमार्क.com, यसलाई चाहिँ मार्क गरेर राख्नुस् है तपाईले। सो त्यहाँ जहाँ गएर हेर्नु भयो भने तपाईलाई चाहिँ प्रिपरेसनको लागि अझै सहज हुन्छ है। सो अब हामी यो 2076 सालको असारको 18 गते लिएको व्यवस्थापन गणित तथा सेवा सम्बन्धी प्रश्नोत्तरको बारेमा चर्चा गर्छौं है। व्हाट इज मीन बाइ इन्टरनल कन्ट्रोल भनेको छ, हाउ डज इन्टरनल कन्ट्रोल प्ले इम्पोर्टेन्ट रोल इन कर्पोरेट गभर्नेन्स भनेको छ। त्यसैगरी चाहिँ यी क्वेशनहरु तपाईलाई चाहिँ म बिस्तारै स्लाइड गर्छु, तपाईले चाहिँ अध्ययन गर्न सक्नुहुन्छ। सबैको बारेमा मैले चर्चा गर्दाखेरि चाहिँ भिडियो लामो हुन्छ, तपाईलाई पनि हेर्न बोर होला है। अब त्यसरी कर्मचारी भर्ना तथा छनौट कसरी गरिन्छ भनेको छ। रिक्रुटमेन्ट अफ सिलेक्सन अफ इम्प्लोइ डन भनेको छ, यो प्रोसेस छ। व्हाट इज ट्रेनिङ भनेको छ, ट्रेनिङको साइकलहरुको बारेमा एक्सप्लेन गर भनेको छ। त्यसैगरी अब म्याथका क्वेशनहरु छन् हैन, यी रेशियो एनालाइसिसबाट रेशियो अफ सिट्स इन कलेज फर म्याथमेटिक्स एन्ड म्यानेजमेन्ट स्टुडेन्ट भन्ने छ। यो बिस्तारै म स्लाइड गरिदिन्छु, तपाईलाई चाहिँ यो हेर्न सजिलो हुन्छ भनेर है त। सो अब चाहिँ तपाईलाई चाहिँ म अर्को क्वेशनको बारेमा चाहिँ अर्को यो 76 सालको यो क्वेशनको बारेमा चाहिँ अहिले चर्चा गर्दिन, यो देखाउँदा पनि देखाउन्न। अर्को भिडियोमा मैले तपाईलाई चाहिँ यसको बारेमा पनि बनाउँछु। त्यतिखेरसम्म चाहिँ च्यानललाई सब्स्क्राइब गर्नुस्, किनकि तपाईहरुको लागि मैले यो भिडियो बनाइराको छु र ज्ञानमार्क.com वेबसाइटलाई चाहिँ भिजिट गर्नुस्, तपाईको लागि चाहिँ निकै नै इम्पोर्टेन्ट हुन्छ है त। थ्यांक यू। दुईटा प्रश्न उत्तर देखाएँ, म अरु प्रश्न उत्तरहरु पनि तपाईसँग क्रमशः लिएर आउनेछु है त।